19औं वार्षिक उत्सव तथा अभिभावक मेला 2082 को उपलक्ष्यमा म छोटो र मिठो लिखित वाचन म गर्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। टाइम्स स्कुलले आफ्नो स्थापना कालको 18औं वसन्त पार गरी 1900 सालमा प्रवेश गरेको शुभ अवसरमा विद्यालयको 1900 स्थापना दिवसको अवसरमा तपाईहरुको गरिमामय उपस्थितिले हामीलाई गौरवान्वित बनाएकोमा म कामेश्वर महतो टाइम्स स्कुल को फाउन्डर प्रिन्सिपल को हैसियतले सम्पूर्ण उपस्थित आदरणीय प्रति सर्वप्रथम आभार प्रकट गर्न चाहन्छु। आदरणीय यस समारोहका सभापति महोदय, हाम्रो निमन्त्रणा स्वीकार गरी पाल्नु भएका यस कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लाहन कार्यालय प्रमुख आदरणीय श्री गणपति भेटवालज्यू, विशिष्ट अतिथिज्यूहरू, आदरणीय अभिभावकज्यूहरू, विभिन्न विद्यालयहरूबाट पाल्नु भएका प्राचार्यज्यूहरू, समाजसेवी, बुद्धिजीवी, व्यापारी वर्ग, यस विद्यालयका संस्थापक सदस्यज्यूहरू, पत्रकारज्यूहरू, विद्यालय प्रति समर्पित शिक्षकगणहरूलाई सबैलाई हार्दिक स्वागत र शुभकामना व्यक्त गर्न पाउँदा म अत्यन्तै गौरवान्वित महसुस गरिरहेको छु। अघिल्ला वर्षहरूमा हामीले शैक्षिक, सांस्कृतिक, खेलकुद र सामाजिक क्रियाकलापमा उल्लेखनीय प्रगति हासिल गरेका छौं। यो सबै तपाईहरुको सहकार्य, सहयोग, सम्पन्नले मात्र सम्भएको छ। अब हामी अगाडि शैक्षिक वर्षको योजना र कार्यकलाप अगाडि बढ्दैछौं। यसको लागि हामीले नयाँ दृष्टिकोण, शैक्षिक योजना र वैज्ञानिक तथ्यका आधारित सिद्धान्तहरूलाई व्यावहारिक रूपमा लैजाने निर्णय गरेका छौं। आदरणीय अभिभावकज्यू, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2063 अनुसार विद्यालयहरूलाई दुईटामा वर्गीकरण गरी आधारभूत 1 देखि 8 र माध्यमिक 9 देखि 12 को उद्देश्य तय गर्दा आधारभूत शिक्षालाई 14 वटा र माध्यमिक शिक्षालाई 12 वटा उद्देश्य तय गरी तदनुसार नागरिक उत्पादन गर्ने योजना अनुसार हामी यस टाइम्स स्कुलमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेको बेहोरा सर्वविदित छ। राष्ट्रिय परम्परा, संस्कृति, सामाजिक सम्पदा, लोकतान्त्रिक मूल्यसँग परिचित देशको आर्थिक विकासमा योगदान दिन सक्ने दक्ष र स्वस्थ नागरिकको उत्पादन गर्ने कुरामा हाम्रो विद्यालय प्रतिबद्ध छ। अभिभावक महोदयजीहरू, टाइम्स स्कुल क्वालिटी एजुकेसनमा विश्वास गर्छ। त्यसकारण हाम्रो सम्पूर्ण प्रयास विद्यार्थीको बहुआयामिक प्रतिभालाई प्रशिक्षण गरी बदलिँदो समाजको विज्ञान र प्रविधि सेक्टरमा आफ्नो दखल पहुँच निर्माण गरोस् भन्ने उद्देश्यले यसपालिदेखि आईटी क्षेत्रमा पनि कुशल जनशक्ति उत्पादन गर्ने योजना रहेको छ। व्यवस्थित गरेर लैजाने र विद्यार्थीहरू एसएससी पास हुने बित्तिकै आफ्नो स्वरोजगार हुने र अरूलाई रोजगार दिन सम्मको विकसित गरेर पठाउने योजना रहेको छ। परम्परागत शिक्षण प्रणालीलाई आधुनिक रूपमा विकसित गर्ने उद्देश्यले कक्षा 9 देखि 12
सम्ममा स्मार्ट बोर्डको माध्यमबाट हामीले पठन पाठन सञ्चालन गरेको र त्यसको प्रभाव निकै नै राम्रो देखिएकोले बिस्तारै बाँकी कक्षाहरूमा पनि थपिने उद्देश्य रहेको कुरा सहर्ष जानकारी गराउँदछु। विद्यालयका भौतिक संरचना भट्किलो र आधुनिक नभए पनि वातावरण मित्र रहेको छ भने अवगतै छ, तर हाम्रो छात्रावास मध्य प्रदेशको नमुनाको रूपमा पुष्टि भइसकेको कुरा तपाईहरुलाई अवगतै छ। नयाँ शैक्षिक सत्र 2082 बाट कक्षा 11 र 12 को पठन पाठन छात्रावासको पहिलो दोस्रो तल्लामा अति आधुनिक तवरले सञ्चालन हुने कुराको सहर्ष जानकारी तपाईहरु समक्ष गराउन चाहन्छु। हाम्रो अध्ययन र अनुसन्धानले बाल शिक्षा बाल मैत्री हुनुपर्छ र पूर्व प्राथमिक नर्सरीदेखि युकेजी र प्राथमिक 1 देखि 5 सम्म सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक सिप र कलाको माध्यमबाट शैक्षिक उपलब्धि हासिलले विद्यार्थी केन्द्रित शैक्षिक गतिविधिमा क्रियाकलाप गर्ने योजना 2082 देखि लागू हुने प्रतिबद्धता व्यक्त गर्दैछु। विगत 2 वर्षदेखि आधारभूत शिक्षाको अन्तिम परीक्षा नगर स्तरीय भएकोले हाम्रो विद्यार्थीहरू कक्षा 8 को परीक्षामा कसरी उत्कृष्ट बनाउन सकिन्छ त्यो विभागमा पनि अनुसन्धात्मक शिक्षण विधिको प्रयोग बढी मात्रामा गर्ने भनी प्रतिबद्धता जाहेर गर्दछु।